सो फाइनली गंगू छेत्रीको भिडियो लिक गर्ने केटा चाहिँ पक्राउ परेको छ। ऊ चाहिँ ललितपुर वडा नम्बर 4 बस्ने आयुष अधिकारी नाम गरेको 24 वर्षको केटा रहेछ। त्यो चाहिँ पहिला चाहिँ उसँग रिलेसनमा रहेछ अनि आफ्टर ब्रेकअप चाहिँ रिलेसनमा हुने बेलामा चाहिँ भिडियो बनाएको रहेछ र आफ्टर ब्रेकअप चाहिँ उसले त्यही भिडियो देखाएर उलाई ब्ल्याकमेल गर्ने, पैसा माग्ने र फिजिकल रिलेसनको लागि बोलाउने गर्दो रहेछ है। अनि प्लस उसको साथीले पनि गर्दो रहेछ। सो उसलाई चाहिँ अब केस चाहिँ कसले गर्यो त्यो चाहिँ मलाई थाहा छैन, न्यूजमा हेरेको मैले। उसलाई चाहिँ पुलिसले पकडी समातिसकेको छ। अब चाहिँ उलाई कडा भन्दा कडा सजाय हुन्छ। केटाहरू अलि चेताऊ। यो हामीले त अझै यो मैले त यो डिमान्ड गर्दैछु कि यो भिडियो यो जुन केटाहरूले सर्कुलेट गर्यो नि पहिला, यो फर्स्टमा जसले सर्कुलेट गर्यो फर्स्टको यो 500 जना, फर्स्टको यो 500, अब पछि त यही आयो सबैले हेर्यो हैन, तर स्टार्टिङमा 500 जना सबलाई जेल हाल्नुपर्छ कि सबलाई जेल हाल्नुपर्छ। ल अब गर्न अब कुनै चेली चाहे जस्तो सुकै होस् के उसको पर्सनल लाइफ हो, ऊ जस्तो सुकै होस्, तिमीहरुसँग रिलेसनमा होस् नहोस्, उसको यस्तो कुनै पनि चेलीको नि यसरी बेइज्जत गर्ने तिमीहरुलाई अधिकार छैन के, बुझ्यौ नि। चाहे त्यो जस्तो सुकै पेशा गरोस् जेसुकै गरोस्, तिमीहरुले यसरी बेइज्जत गर्ने चाहिँ तिमीहरुलाई अधिकार छैन। तिमीहरु सबैलाई सजाय हुनुपर्छ। म चाहिँ रिक्वेस्ट गर्छु है, भगवानसँग रिक्वेस्ट गर्छु। यो के भन्छ रे लरा तान्यो भने कुनै के जाति आउँछ भने जस्तो यो सुरुको दुईटा केटा चाहिँ उसमा घेरामा परिसकेछ। ल अब भोलिबाट ल भिडियो सर्कुलेट गर। अब को पर्छ है, को पर्छ। मलाई त एकदम आनन्द आइरहेछ। अनि त मनमा शान्ति भन्छ त्यो केटालाई समाते भनेर। अब त गल्ती जसुकैको होस्, के केटा हो केटी हो, गल्ती केटीहरु पनि हो, यो भिडियो सर्कुलेट गर्ने केटीहरु पनि छ कि, तिमीहरुलाई पनि समातोस्। यो गल्ती जसुकैको होस्, गलत इज गलत, रङ इज रङ, बुझ्यौ। तिमीहरुले सजाय भोग्नै पर्छ। मिस्टेक गर्यो भने सजाय भोग्नु। गंगुले त गर्यो त्यो गंगुको बॉयफ्रेन्डले मिस्टेक गर्यो, तर जोले यो धेरै यो भिडियोहरु सर्कुलेट गरेछ नि तिनीहरु पनि बराबरको सहभागी छ के। तिमीहरु सबैलाई सजाय हुन्छ। हेर्दै जान ननसेन्स। केटाकेटीहरु तिमीहरु आफै पढे लेखेको छ, तिमीहरुलाई राम्रोसँग थाहा छ। तिमीहरुले जति पनि यो मोबाइलमा जति पनि यो सोशल मिडियामा एक्टिभिटीज गर्छौ, त्यो हरेक चीजको रेकर्डिङ्स साइबर ब्युरोले निकाल्न सक्छ। कोले भिडियो सर्कुलेट गरेछ, कोले स्टार्टिङमा भिडियो पठायो या कोले स्टार्टिङमा ग्रुपमा पठायो, कहाँ यो चाहिँ सर्कुलेट भयो भनेर चाहिँ साइबर ब्युरोले निकाल्न सक्छ। र तिमीहरुले यसरी गंगु काण्ड भनेर यसरी फोटो देखाएर त्यसको फोटो देखाएर भिडियो बनाछौ नि हैन, मैले यस्तो गरे, मैले उस्तो गरे, मलाई यस्तो फिलिङ आयो भनेर यसरी बनाछौ नि। ल अब राख त अझै 2-4 दिन राख त के हुँदो रहेछ। खुब बनाएको थियो नि, खुब हिरो भयो, खुब भाइरल भयो हैन। अब आउँछ के अब आएगा ऊंट पहाड़ के नीचे, देखते जाओ लड़के लोग लड़कियां लोग, मुझे तो बहुत मजा आ रहा है। ठीक भयो। अब हेरौं भोलिबाट कोकसको वालमा, कोकसको प्रोफाइलमा, कोकसको टिकटकमा त्यो भिडियोहरु हुने रहेछ, कोकसको फेसबुकमा हुने रहेछ, कोकसको ग्रुपमा हुने रहेछ। हेरौं न। अब साइबर ब्युरो तात्तिसक्यो है संसारमा कहाँसम्म न्यूज पुगिसक्यो बेइज्जतीहरु। अब मज्जा आउँछ, बल्ल खाइस अब।